गुड मर्निङ फ्रम के पो यो छ त तुप्लुङ तर आज हामीलाई हिउँले छेकेर यार हिजो पनि कस्तो बिजोग भएर आयो हामी बसेको ठाउँ वरिपरि हिउँ परिरहेछ कस्तो बिजोग रातभरि हिउँ परेर यत्रो भेला भएको छ हिजो फेरि त्यसमा हिजो आएर मान्छे बोक्नु पनि जानु पर्यो यो 14 दिनको भ्लग हो मेरो हिजो आएर हतार मान्छे बोक्नु हिउँमा माथि गएर हिउँमा बोकेर ल्याएको क्या मैले डँडालामा हालेर अनि आज त पुरा छेकेको छ सब केही बाँकी छैन सुजन दाइ जङ्गल बसेको ए यो हो नि त ग्लोभ्स ल सरहरू सबलाई हाम्रो आजको बसे तर हिउँ परिरहेछ यार यस्तो सब यो डाँडा खाँडा सब बन्द भएको छ के गर्ने उता कन्ट्याक्ट नै भएको छैन हामीले कति कन्ट्याक्ट गरिरहेछौँ रेन्टले नै भेटेको छैन अनि हामी यो माथिको डाँडा गएर उता ओक्ताङतिरको टोलीलाई फिर्काउनु छ जोडे नि अनि लाइन पनि कन्ट्याक्ट पनि भएको छैन उता हामीले जोडेनीमा पनि कति कन्ट्याक्ट गरेको हिजो बेलुकी चाहिँ कन्ट्याक्ट भएको थियो त्यो पनि उहाँ पर रुखमा राति हिउँमा पालो गर्दै बसेर गएर बोलेर मेरो पालोमा चाहिँ कन्ट्याक्ट भएको थियो त्यहाँ जाँदा मैले कुरा गर्दा बिहान सम्पर्क गर्छौँ भन्नुहुन्थ्यो फेरि अहिले सम्पर्क नै भएको छैन क्या मौसमले यस्तो धोका दिइरहेछ अति भइरहेछ सुजन दाइ उहाँ पर कन्ट्याक्ट गर्नु जानुभएको छ उतालाई कन्ट्याक्टै भइरहेको छैन अनि हिउँमा यस्तो भइरहेछ ओटसोट फुटेर मेरो केही बाँकी रहेको छैन क्या अति मौसम यहाँ पर आउनुपर्छ हामी राति 10 सम्म यहाँ बसेर पालो गर्दै हिजो कन्ट्याक्ट गरेको क्या सुजन दाइ यहाँ बिहानदेखि उठेर कन्ट्याक्ट गर्नुको लागि म परदेखि राति उठेर यहाँ आएर कन्ट्याक्ट गर्नु नि मनोज सर कुसुम सर को हुनुहुन्छ रेस्पोन्स दिनुहोस् छिटो अब सुजन दाइ जाउँ त माथि डन्डु जानुपर्छ नि जाउँ न त गएर कन्ट्याक्ट गरौँ अनि पनि भएन भने त यता न उता कतै भएन भने त के गर्नु अब हामी हैन ब्रान्डको छाप निकाल्देऊ न यार भाइ यार ल दाइको केल्मी सुज सुजले पनि यस्तो दुःख पाएको छ नि यो हिउँमा तर त्यो अलि देखिँदैन रहेछ क्या होइन फोन कन्ट्याक्ट नभएर कस्तो लागिरहेछ सुजन दाइ हेलो नयाँ झरे नि यहाँ चाहिँ हाम्रो रोमन सर र म चाहिँ एक दुईवटा फोटो क्लिक गरेर आएको खाजा खाएको छैन त्यही दुईवटा बिस्कुट खायो अब यहाँदेखि सायद सुजन दाइ र म डन्डु डाँडा त्यो ओक्ताङको टिमलाई ब्याग फर्काउनुको लागि कन्ट्याक्ट गर्नु जान्छु कि कन्ट्याक्ट भयो भने है भएन भने भएन ए ल सुजन दाइहरू जानुपर्छ अब हामी खाजा खान्छौँ त्यही हुन्छ कुरा कन्ट्याक्ट भएन नि दाइ कतै फोन लाग्यो र यता सुजन सर यता सुन्दर सर आउँदै हुन्छ बिस्तारै उकालोमा त्यहाँ हाम्रो क्याम्प छोडेर यो माथिको डाँडा उतापट्टि हामी जो कहाँ चैरामको टिम फर्काउनु पर्ने झोरेनीसँग कन्ट्याक्ट गरेर हाम्रो त्यहीँ हुन्छ होला बसै सायद होइन हिउँमा डाँडाहरू त क्या देखिँदो रहेछ क्या उँधो यता नि डाँडाहरू त खतरा देखिने अरे नि थर्पुको डाँडा त्यति देखियो त हो र त्यो थर्पु त्यो तल नानी गणेश चोक होइन होला लु साथी फोन चाहिँ टुई लाग्ने रहेछ वरिपरि हिउँ लु ट्र्याक हरायो फेरि यही हो र टिम चाहिँ कहाँ टिमलाई सम्पर्क गर्नु अरे दाइ चैराम र झोडेनीलाई सम्पर्क गर्नु यहाँ हाम्रो तुप्लुङको क्याम्प छोडेर त्यो माथिको डाँडा त्यहाँ उता गएर हामी कन्ट्याक्ट गर्छौँ होइन त्यहाँ 1-2 घन्टा पर्खिन्छौँ
अनि अब लाग्यो बाटो चाहिँ अति छ क्या चौथो दिनको आजको हाम्रो भ्लगमा केही भएन मात्र हाम्रो डाँडाकाँडा हिँडै त्यो टोलीसँग सम्पर्कको मात्रै भिडियो बन्ने भयो अनि त्यही हो तलदेखि हामीले त्यहाँ दाइहरूले सुपहरू केहरू बोक्नु भएको छ मैले यहाँ रासन एक झोला यो मेरो झोला छ नि सब छ क्या सामान अनि त्यहाँ सुपहरू हामीले हल्का खायौँ त्यहाँदेखि बिस्तारै अघि बढ्यौँ रम्जेरलाई होइन हामी के कुनलाई कन्ट्याक्ट गर्नु सट्ट हामी त्यो तल हाम्रो क्याम्प उहाँदेखि हामी यहाँ माथि आइसक्यौँ उता जयरामको टिमलाई फर्काउनु र हाम्रो उता झोडेनी कन्ट्याक्टको लागि त्यो ठाउँमा आइपुगेछौँ अति गाह्रो रमाइलो पनि त्यस्तै छ तर कन्ट्याक्ट भइराखेको छैन क्या आज हामी यही कन्ट्याक्टको लागि यत्रो आएको सुजन दाई हाम्रो एकजना दाई हुनुहुन्छ उतैदेखि हामीलाई हेल्प गर्न आउनु भएको छ तल त्यही त सुन्दर सर उहाँ तल बिस्तारै आउँदै हुन्छ हाम्रो गाउँहरू चाहिँ त्यो ठाउँ हो क्या उहाँ पर देखिएको कहाँ हो कहाँ तल हेर्नुपर्छ क्या यहाँदेखि त्यो तलको डाँडाहरू छ नि जुन त्यो हो क्या हाम्रो होइन यही छ हिमाल हामी यहीँबाट कोर्डिनेट भयो किन उता जाने त्यो पर हाम्रो कस्तुरी एउटा माका साथीहरू त्यो पर हिउँ परेको ठाउँमा छन् है हामी यो बाटोमा हिँडिरहेको छौँ हेलो हेलो नयाँ झोरेनी हेलो मनोज सर कुसुम सर नयाँ झोरेनी कोहीले त रेस्पोन्स गर्नु नि यार यहाँबाट त तान्नु पर्ने त हेलो नयाँ झोरेनी हामी दौडु डाँडाबाट हेलो जोडेनी रेस्पोन्स हेलो हामी त यस्तो बबाल ठाउँतिर लाग्यो क्या पिस त्यो परको बाटो रहेछ क्या हिउँ परिरहेछ यार माथिसँग कन्ट्याक्ट हाम्रो हुँदैन नै होला अलि डेन्जर छ है यहाँ त्यो हाम्रो त्यो रुट त्यो वारिपारि त्यो पारीहरू सब हिउँ परिरहेछ क्या एकछिन भयो नि उग्रेको छ अति सुन्दर सर कस्तो लागिरहेछ सुजन दाई मिटरदेखि भ्लगिङ भइरहेछ है हामी 4200 ओभर हाइटमा छौँ अहिले त्यो देखिरहेछ ल उनीहरूको टोली पनि त अब त झन्डै डाँडा आउनुपर्छ नि त हो सम्पर्क गर्नु सर आउँदै होला नि ल ठिक छ सर टोली लिएर खाना खाएर होइन तपाईँ गइहाल्नुहोस् घाम त अलिअलि देखिँदैछ क्या तेस्रो दिन र चौथो दिनको भ्लगमा चाहिँ मेनहरू छुट्यो क्या मिस भयो कस्तो भने चौथो दिन पनि मेरो फोनमा चार्ज त्यस्तै 4-5% थियो होला अनि ब्याकअप स्याकअपबाट पनि चार्ज भएन अनि त्यतिकै हामी चाहिँ माथि त्यो दिन चाहिँ उताको टोलीलाई फर्काउनु कस्तुरी एउटा लास्ट बस्नेहरू रामदेर बसेको थिएँ उनीहरूलाई चैराम बसेको थिएँ यता फर्काउनु पर्ने थियो त्यही कनेक्ट गर्नु म सुन्दर सर सुजन दाई अनि एकजना चाहिँ हामीलाई खाना पकाउने दाई लगेर साथी गएको थियौँ 4 जना खानेकुराहरू पनि ठिक्क थोरै बोकेको थियौँ हामी त्यही माथि फोन कनेक्ट 2-3 घन्टा कति बेरमा बस्ने त्यहीँ बसेर कनेक्ट गर्ने भनेर फर्किने भएको थियौँ किनभने त्यो डन्डु डाँडा हाइटमा हो नि त 4200 ओभर छ क्या त्यसको हाइट अनि हावा चलिरहेको छ
अनि हिउँ पनि परिरहेको थियो त्यो दिन, त्यही भएर हामी थोरै हिउँ परिकन पनि गयौँ कनेक्ट गर्ने भएर। अनि फिक्स भएको थिएन नि त लास्ट पोइन्ट चाहिँ डन्डु बन्छ भनेर। डन्डुदेखि त अलिक अप्ठ्यारो भिड थियो, हिउँ परेकोले गर्दा त्यहाँ कुद्नु मिलेन। अनि कुद्नु नसक्ने भएपछि लास्ट पोइन्ट डन्डु नै भयो। हामी माथि टपमा पुगेको थियौँ, हामी त्यहीँ बस्नुपर्ने भयो क्या। बिहानदेखि हामी म्याराथन सकिन्जेल बिहानदेखि 1-2 बजीसम्म हामी त्यहीँ बस्यौँ क्या। बिहान खास चाहिँ हामी एकछिन फोन कनेक्ट गर्नु 1-2 घन्टा कति लाग्छ गएको, अनि म्याराथन हुने भयो। उता झोरेनीसँग कनेक्ट गरेपछि ल लास्ट पनि डन्डु हुन्छ भन्यो, हामी डन्डु नै बस्यौँ। खानेकुरा के लगेको थियौँ त्यही अलिअलि खायौँ, बस्यौँ। त्यहाँ बस्दाखेरिकोहरू चाहिँ क्लिक गर्नुपर्ने थियो क्या, केही क्लिकै भएन किनभने मेरो फोनमा चार्जै थिएन, त्यही भएर अलिक क्लिक गर्नै पाइन्न क्या। त्यो 4जना गएकोमा हामीसँग जाने त्यो दाइ खाना पकाउनु गएको दाइ, त्यो दाइलाई हामीलाई केही हुन्छ कि भनेर साथी लगेको, त्यही दाइलाई चाहिँ गाह्रो पऱ्यो। त्यो दाइ झरिहाल्नु भयो। त्यहाँदेखि सुन्दर सर म सुजन दाइ 3जना बसेको डन्डो डाँडामा। बिहान हामी उठेर सुप चाहिँ खाएको थियौँ, मलाई हामीले अलिअलि त्यति खाएर उकालो लागेको मान्छे यहीँ बसे भयो क्या। भरै म्याच स्टार्ट भयो र धावकहरू आइन्जेलसम्म बसे भयो क्या त्यहाँ। अनि केही गाह्रै भएको थियो बस्नु भन्दा नि, रमाइलो पनि, एक त गाह्रो पनि, अलि हाइट पनि, अनि हिउँ परिदिरहेको थियो। नपरेको भए त्यस्तो भए चाहिँ ठिक हुन्थ्यो। अनि त्यतिकै बस्यो, अलिअलि लग खानेकुरा खाइयो, अनि त्यस्तै भयो। त्यहाँ डन्डु डाँडा बसेको त्यतिखेरको क्लिपहरू चाहिँ राम्रो क्लिपहरू मैले मिस गरेँ। मेरो फोन डन्डु डाँडा त पुग्नु, डन्डु डाँडाकै छेउमा पुगेपछि मेरो फोन अफ भइदिइहाल्यो क्या। अनि त्यहाँ हाम्रो बसाइ यस्तो भयो क्या, फोन कनेक्ट गरिन्छ एकछिन पुरा एकछिनमा अन्धकार हुने होइन, एकछिनमा खुल्ने, बस्ने भुइँमा म्याट लगेको भए त बसै हुन्थ्यो। भुइँमा नि ओछ्याउने पनि थिएन क्या, हिउँने मात्र उभिएकै ती डाँडामा फोन कनेक्ट गरौँ बोल्यो। परकहरू आउँदै थियो, फेरि त्यो पहिरोको बाटो आउँदै थियो क्या उतादेखि। अनि त्यहाँ उनीहरूलाई फोन कनेक्ट गरौँ डाँडामा 3-4 घन्टा हामी त्यत्तिकै बस्यौँ क्या त्यहाँ। अनि उता लास्ट कस्तुरी ओडारमा बस्ने टोली डन्डु डाँडा आइपुग्यो। अनि उनीहरू त्यहाँ लास्ट पोइन्टमा बसेँ, अनि म पनि त्यहीँ बसेँ। सुजन दाइ र सुन्दर सर तुप्लुङ र डन्डुको बिच तल डाँडामा एक ठाउँ हेर्नु बस्नुभयो। त्यहाँदेखि यता हामीलाई सम्पर्क गर्नुभयो। म ती डाँडामा बसेकै भयो क्या। त्यो डाँडामा बसे चाहिँ अति नै क्या, हावा त्यस्तै चल्ने, हिउँ परिरहेको थियो, एकछिनमा अन्धकार उग्रिने। अनि त्यहाँ बसिसक्यो। म्याराथनको टोलीहरू धावकहरू कुदेर त्यहीँ लास्टमा आउँथ्यो, त्यो स्ट्याम्प हान्ने ठाउँमा बसेको थियो। अनि त्यतिखेरको चाहिँ क्लिपहरू मिस भयो क्या। मेन बसेको पनि मिस भयो। त्यसपछि त्यो दिन हामी झऱ्यौँ, अनि झोरेनी आएर बस्यौँ। अनि त्यस्तै भयो, चौथो दिन रमाइलो भयो।